हेलो गाइज, वेलकम टु माई लाइफ। आज चाहिँ मैले धेरै दिनपछि युट्युबमा नयाँ भ्लग ल्याएको छु। कृपया सबैले हेरेर लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। आज चाहिँ मसँग दुईजना नमुनाहरू छन्। हेलो फिटिङजी, के छ? म चलाउँदैछु। ल, कुनजना मोबाइल चलाउँछ फिटिङले? यो पहिले चलाएको मोबाइल के कुन रे हो? स्यामसङ मोटो 5 हो। ल ठिक छ गाइज। ल गाइज, आज चाहिँ हामीले पानीपुरी चटपटे खाने च्यालेन्ज लिएका छौँ। ल सबले पैसा उठाऊ। पैसाले ल पैसाले ल फेरि तल पैसा झिक। ल निक झिक न। इसिया चल्छ यहाँ। इसिया ल इसिया चलाऊ। ल गाइज, म चाहिँ पैसा उठाउन जान्छु चटपटेको लागि। जे ल पैसा ल्याउनु। झट्ट ल गाइज, सबले पैसा उठाउँदैछ। ल छिटो। मसँग मात्र हैन फेरि। सबले हो क्या उठाउने। ल कति 20 रुपैयाँ होला र? कति सक्नुहुन्छ? ल जति सकिन्छ त्यति ल्याउनु पर्यो। बजेट हाई भएपछि हाई। ल मान्छेले ल ब्याग खोल्दैछन्। ब्याग पैसा एउटा छैन। पैसा खोल्नु। ल गाइज, पैसा 50 रुपियाँ आइसकेको छ। 50 चटपटे आउँछ अहिले गाइज। ल जामिन्नु। ल गाइज 30 रुपैयाँ ल्याउनु ल। 50 को चटपटे 30 को आन्दा यो जमानामा। ओके। ल गाइज, हामीसँग 30 रुपियाँ उठिसकेको छ। लिनुहोस्, जानुहोस् घर लिएर आउनुहोस्। 30 रुपियाँ देश। 30 रुपियाँ देश। ल प्रकाश जा, लपटन निकाल पैसा। ल फिटिङ त्यो गर, तिमीले ल्याऊ उठाऊ। छिटो टमाट के फिटिङ। गाइज, म चाहिँ अब प्याज लिएर मेरो बाबामा चाहिँ प्याज ल्याउने कार्यक्रम भइसकेको छ। म चाहिँ हाम्रो घर प्याज सायद 2वटा प्याज जति चाहिँ पुग्छ होला। ल गाइजहरू, म चाहिँ प्याज लिएर अब बनाउने उठ्छु। ल 2वटा पखालेर के हो फिटिङ? बिहान बाटो फिटिङ मिसाउँदा पनि त्यसै मिसाउनु मैले। ओहो फाटु टेट्ठो हालखबर के त सन्टाइ। मेरो काम चाहिँ आज भिडियो बनाउँदैछु मैले। पानी हल्का परिरहेको छ। पराठ आइसकेको छ गाइज। ल प्याज को काट्ने हो? प्याज को काट्ने हो तिमी भन त। ल प्याज लिएर गर्छ। म चप्पल लाउँछु पहिला। म चप्पल लाउँछु गाइजहरू। ल चप्पल कता छन्? हात्ती छाप। ल हाम्रा यिनीहरू सब चाहिँ मैले काम गरिराखेँ कामदार हुनु। यिनीहरू चाहिँ मेरा कामदारहरू हुन् गाइजहरू। मैले यिनीहरूलाई काम गर्न राखेको थिएँ। ल यिनीहरू चाहिँ भर्खर जङ्गलबाट आए मान्छे। जङ्गलबाट आए मान्छेले यस्तो गरिरहेका छन्। हाम्रो प्रकाश डीले ल कहाँ जानेहरू माथि आँटीमा नराम्किन प्रकाश माथि। ल प्रकाश लिएर आएछ। यो प्रकाशले खाएर सकिल्यो। हामीले के खाने? प्रकाशले सबै खाएर सक्नुभयो त्यो। ल करिस्मा चाहिँ हजुर पनि छिटो आउनु होला। मटा आएर ठ्याक्क खानामा रेडी भएर बस्छु गाइडहरू। हजुरले चाहिँ हाम्रो भिडियो अन्तिमसम्म हेरेर बस्दिनु होला गाइजहरू। आज मेबी सायद मैले आज 3-4 महिनापछि चाहिँ नयाँ भिडियो अपलोड गर्दैछु। मलाई आशा छ हजुरहरूले मेरो भिडियोलाई धेरै नै माया दिनुहुनेछ भनेर। हाम्रो एक भाइले ल्याइसक्यो चटपटे। राख मजाले। आँखा ढिमिक्क। ल ल ठिक छ। ल गाइस, चटपटे बन्दैछ। राम्रो चटपटे छ। आउनुहोस्, सम्झिनुहोस्, एकचोटि खानुहोस्।
यो मलाई बोल्न आउँदैन ल हाम्रो प्रकाशलाई बोल्न आउने नगरे हाम्रो प्रकाश छोटो मान्छे खाँदै बोल्न आउने नगरे प्रकाश यसरी पनि बोल्छ सो गाइज भन्ने सो इन्टरटेनमेन्टको लागि अब चाहिँ गाइज रात हुँदैछ हे भगवान भर्खर जङ्गलबाट आएको मान्छे हो यो एकदम खाने छ यो जङ्गलबाट आएको भिडा देखेको जङ्गलबाट भिडा देखेको यो मान्छे हो हामीले युट्युबमा हाल्छौँ सानी ऊ चाहिँ मेरो मोबाइलबाट मलाई त वाट्सएपमा हाम्रो बाजे हुनुहुन्छ हाम्रो बाजे हुन्छ हाम्रो बाजे हुन्छ बाजे बाजे हाम्रो उहाँ चाहिँ हाम्रो फादर हुनुहुन्छ हाम्रो जङ्गलबाट भेटाएको मान्छेको बुवा 4 बजे भाइ भागेर आउँछ भाइ भन्दै ल 30 किलोमिटर के मसला भनेर पर्खेर भागेर आउनु के राउन्ड भन्न भन्न चाहन्न हामी कुन पचास त भन्छ ज्ञान ज्योतिमा नि